त्यो भए घर जान सक्नुहोस् भन्नका लागि अहिले कम्पनीले भलै यतातिरको प्रबन्धन नगरे पनि यो प्रबन्धन भरपुर गरेको छ। त्यो मासु ध्यान दिएर सुन्नुहोस्। एकजना व्यक्ति सफलताको सूत्रबाटै गौतम बुद्धकोमा गएछ। सफलताको सूत्रबाट गौतम बुद्धले भन्नुभएछ, महोदय तपाईँलाई यदि सफल बन्नु छ भने के काममा सफल बन्यो पहिले योजना बनाउनुहोस्, अझ ड्रिम सेट गर्नुहोस्। के काममा सफल बन्ने आफ्नो एउटा सपना बुन्नुहोस्, कार्य योजना बनाउनुहोस्, त्यो कार्य योजना अनुसार त्यसलाई लागू गर्नुहोस्, काम गर्नुहोस्। अनि काम गर्दै जाँदा तपाईँको कार्य योजनाले काम गर्यो गरेन मोनिटरिङ अब्जर्भेसन पनि गर्नुहोस्। रिजल्ट राम्रो आइरहेको छ कन्टिन्यू गर्नुहोस्, तपाईँ लक्ष्यमा पुग्नुहुन्छ, तपाईँको सपना पुरा हुन्छ। यदि भने जस्तो काम भइरहेको छैन भने स्ट्राटेजी चेन्ज गर्नुहोस्। स्ट्राटेजी चेन्ज गरेर भयो भने तपाईँ लक्ष्यमा पुग्न सक्नुहुन्छ। त्यही भएर ड्रिम बनाउनुहोस्, एक्सन प्लान बनाउनुहोस्, त्यसलाई इम्प्लिमेन्ट गर्नुहोस्, मोनिटरिङ अब्जर्भेसन गर्नुहोस्। यदि भएन भने स्ट्राटेजीले चेन्ज गर्नुहोस्, तपाईँ सफल बन्नुहुन्छ भनेर जब लागत रूपमा भन्नुभएछ तब त्यो सोध्ने मान्छेलाई त एक्कासी रिस पो उठेछ। ड्रिम बनाऊ, एक्सन प्लान बनाऊ, इम्प्लिमेन्ट गर, मोनिटरिङ अब्जर्भेसन गर, स्ट्राटेजी चेन्ज गर। त यति लामो झन्झट पनि कसैले गर्छ? म्याथको फर्मुला, साइन्सको फर्मुला जस्तो रेडिमेड सूत्र हुँदैन सफलताको। हो, मलाई रेडिमेड सूत्र सिकाइदिनुहोस् न सफलताको। त्यसै गरी मानिस अब त गौतम बुद्धलाई लाग्यो यो व्यक्तिलाई सामान्य तरिकाले बुझाउन सकिँदैन, अब यसलाई कुनै फरक तरिकाले बुझाउनु पर्यो भनेर गौतम बुद्धले भन्नुभएछ, महोदय त्यसो भए तपाईँलाई म सफलताको निकै राम्रो सूत्र म सिकाइदिन्छु। भोलि बिहान ठिक 7 बजे तल तालबाराहीको किनारमा आउनुहोस्। त्यहाँ ठुलो पोखरी छ। त्यो ठुलो पोखरीमा म तपाईँलाई सफलताको सूत्र ल्याइदिन्छु। ठ्याक्कै तालबाराही जाने त्यही पोइन्टमा तपाईँ बिहान 7 बजे आउनुहोस्। त्यो व्यक्ति 7 बज्न 5 मिनट बाँकी हुँदै पुगेर बसेको रहेछ। भोलिपल्ट गौतम बुद्ध चाहिँ ठिक 7 बजे एउटा यसो झोला झोली जस्तो बोकेर ठ्याक्क 7 बजे त्यो पोखरीको किनारमा पुग्नु भएछ। दुईजनाको भेट भयो। ती मान्छे एक्साइटेड हुँदै भन्छन्, गुरु सफलताको सूत्र ल्याइदिनु भएको छ होइन? दिनुहोस् न। त्यो सफलताको सूत्र यहाँ दिन मिल्दैन, यो चाहिँ अलिक पोखरीको बिचतिर गएपछि मात्रै दिन मिल्छ। आउनुहोस् तपाईँ र म पोखरीको बिचतर्फ जाउँ। दुवैजना पोखरीभित्र पस्छ। डुब्दै गए, अझै अगाडि बढे, अझै अगाडि कम्मरसम्म, अझै अगाडि बढे, घाँटीसम्म डुब्ने स्थितिमा पुगे। अब त्यतिखेरै गौतम बुद्धले भन्नुहुन्छ ती व्यक्तिलाई, महोदय म एक सेकेन्ड काउन्ट गर्छु, तपाईँ पनि एक सेकेन्ड गन्ती गर्नुहोस्। जति लामो समय पानीभित्र बस्न सक्नुहुन्छ त्यति नै ठुलो सफलताको सूत्र पाउनुहुन्छ। के हो भने ती व्यक्ति सुर्लुङमा पानीभित्र डुब्यो। आफै पनि काउन्ट गर्दैछ भित्र 5, 6, 7 सेकेन्ड, 8 सेकेन्ड अवस्था नर्मल छ। 10, 11 सेकेन्डसम्म पनि ठिकै छ। अब अलिक पुस हुन थाल्यो। अब त निकै गाह्रो हुन थाल्यो। उसलाई पनि धनिएको छु, अब त मर्छु जस्तो लाग्यो। ती व्यक्ति सास फेर्नलाई टाउको माथि निकाल्न मात्रै के खोजेका थिए। गौतम बुद्धले त च्यापो कपालमा समाएर झन् खिच्न पो थाल्नु भएको छ। भित्र छटपटिँदै 18, 19, 20 अब त्यसले मार्छ जस्तो छोड्दैन गौतम बुद्ध। केही गरे पनि यसले त अब मार्ने रहेछ भन्ने भएपछि गौतम बुद्धको हातै नछाडेर टाउको पोखरीबाट बाहिर निकालेर गरेर सास फेर्दै थिए। त्यतिखेर गौतम बुद्धले भन्नुभएछ, महोदय जसरी तपाईँ श्वास लिनका लागि सेकेन्ड तर्पिनु भयो नि, हो त्यसै गरी तपाईँले गर्ने कामप्रति त्यसै गरी तर्पिनुहोस्, तपाईँ सफल हुनुहुन्छ। त्यही हो सफलता। आफ्नो कामप्रति फोकस रहनु पर्यो र जिन्दगीमा कमिटमेन्टका साथमा अगाडि बढ्नु पर्यो। कमिटमेन्ट गर्ने हरेक व्यक्ति जीवनमा सफल भयो। क्यारोल ठाकुरको नाम सुन्नुभएको छ। 1940 को विश्व एउटा वर्ल्ड च्याम्पियन गेममा उनले पिस्तोल चलाउने गेममा उनी वर्ल्डकै च्याम्पियन बने। यानि कि पिस्तोल चलाउने गेममा उनले साँच्चै भन्नुपर्दा ओलम्पिक जिते। अब उनलाई एउटा अफिसियली उपाधि दियो। आज त्यो उपाधिलाई मिसयुज गरिन्छ। उनलाई अफिसियली शार्प सुटर भनेर एउटा उपाधि दिइन्छ। संसारमै सबैभन्दा टार्गेटेड ठाउँमा पिस्तोल हान्ने व्यक्ति जसलाई शार्प सुटर भनिँदो रहेछ र उनलाई अफिसियली शार्प सुटर उपाधि दिइयो।
1940 को ओलम्पिक जिते संसारभरि उनको चर्चा विश्वभरि फैलियो। अब त्यसको 4 वर्ष पछाडि फेरि त्यस्तै ओलम्पिक आयोजना हुनेवाला थियो। त्यसको चलाउने गेम विधामा पनि फेरि विश्वभरि प्रतिस्पर्धा हुनेवाला थियो। तर 1944 को त्यो ओलम्पिक आयोजना हुन सकेन। दोस्रो विश्वयुद्धको सनद देखा पर्यो र त्यतिखेर त्यो गेम स्थगित भयो। 1948 में पनि गेम स्थगित भयो। एकैचोटि 1952 में 12 वर्ष पछाडि मात्रै गेम आयोजना भयो। त्यही बीचमा के भएछ भने सन् 1942 में जतिखेर 1940 में नै उनलाई वर्ल्ड च्याम्पियन बनेका थिए, जर्मनी सेनाले अफर गरेछ र जर्मनी सेनाको एउटा उपल्लो तह मेजर कर्नेल तहको पद दिएर उनलाई इन्स्ट्रक्टरको रूपमा नियुक्ति गरेको रहेछ। यति यी क्यारोलिन थाकासले यो आफ्ना सिपाहीहरूलाई पिस्तोल चलाउने शिक्षा दिने क्रममा एउटा सिपाहीले ठोकेको गोली बारुद गल्तीले उसको शरीरले ब्लास्ट हुन पुगेछ। त्यो सिपाहीको शरीर त छेदविच्छेद भयो। पिस्तोल हान्नलाई यसो तेर्साएको क्यारोलिन थाकासको दाहिने हात पनि चुडिएर गएछ। सोच्नुहोस् त, एउटा पिस्तोल चलाएर वर्ल्ड रेकर्ड राखेको व्यक्ति जब दाहिने हातै चुडिएर गयो कति गाह्रो भयो। तर फेरि पनि उनी निराश भएनन्। त्यो बीचमा जब गेम आयोजना हुन सकेन, ओलम्पिक आयोजना हुन सकेन, त्यही बेला उनले आफूलाई भयङ्कर तयारी गरे। उनी कति पनि निराश भएनन्। एकैचोटि 12 वर्ष पछाडि 1952 में जब ओलम्पिक आयोजना भयो, विश्वका 101 पिस्तोल चलाउने खेलाडीहरू प्रतिस्पर्धाको मैदानमा आएर अघिदेखि हो गरेर कासम देखाएर बसेका थिए। क्यारोलिन थाकास गेम सुरु हुनुभन्दा 5 मिनट अगाडि दाहिने हात चुडिएको यस्तो एउटा हात गुमेको शरीर बोकेर देब्रे हात हल्लाउँदै प्रतिस्पर्धाको मैदानमा आयो। खेलाडीहरू उनलाई हेरेर हाँस्न थाले। हेर, त्यो बेलाको विश्व विजेताको हालत, त्यसको दाहिने हात चुडियो। यो चोटिको ओलम्पिक विजेतामा म बन्छु होला, किनभने मेरो प्रतिस्पर्धीको त हातै चुडिएर गइहाल्यो। अरू पुरुषका थिए हो आसन झन् पढ्न थाले। एउटा खेलाडीले छेउमा बसेकोले प्याच भनिहाल्यो, ओहो गुरु, तपाईँ त हाम्रो हौसला थप्न मैदानमा आउनुभयो। तपाईँको उपस्थितिले हामीलाई ठुलो उत्साह मिलेको छ, थ्याङ्क यू भनेर प्याच बोलिहाल्यो। सकाएको भाषा थियो। अब क्यारोलिन थाकासले कि आफ्नो प्रतिस्पर्धीलाई भन्छन्, साथीहरू, आज म तपाईँहरूलाई हौसला थप्न मात्रै आएको छैन, आज म तपाईँहरूसँग फेरि प्रतिस्पर्धा गर्न आएको छु। गेम सुरु भयो। विश्वका 101 खेलाडीहरू दुवै हातले पिस्तोल फायरिङ गरिरहेका थिए। क्यारोलिन थाकास उनको पिस्तोल देब्रे हातमा थियो। स्वाभाविक थियो, दाहिने हात चुडिएको थियो। देब्रे हातले पिस्तोल हान्थे। घरिघरि त यता हेरेर हान्दा पनि फेरि पनि टार्गेटमै लाग्यो र 1952 को फेरि पनि विश्व च्याम्पियनको उपाधि क्यारोलिन थाकासले नै जिते। त्यही जीवनमा जे हुन्छ राम्रैका लागि हुन्छ। एउटा कमिटेड मान्छे जिन्दगीमा कहिल्यै निराश हुँदैन। एकचोटि काम गर्छु भनेर पाइला अगाडि बढेको व्यक्ति जीवनमा असफल भएर पाइला ब्याक गर्न हुँदैन। जुन उत्साहले तपाईँ सानोमा रिलायन्समा आउनु भएको थियो, त्यो उत्साहलाई कायम राख्नुहोस्। दाहिने हातले हुन्छ, दाहिने हातले विश्व विजेता बन्नुहोस्। सक्नुहुन्न, देब्रे हातको पालो आउँछ, देब्रे हातले पनि फेरि पनि विश्व विजेता नै बन्नुहोस् भने चाहिँ जसरी पनि तपाईँ यो इन्सुरेन्स इन्डस्ट्रीको एनडिआरले गर्नुहोस्, सिओटी क्युओटीले गर्नुहोस्। कम्पनीले ल्याएका यति राम्रा बिमा योजनाहरू छन्, बस हामीले बिमा योजना मात्रै बेच्ने होइन। वी आर सेलिङ आवरसेल्फ। एउटा असल व्यक्ति बन्नुहोस्। तपाईँ कसैको ज्वाइँ हो, कसैको काका हो, कसैको मामा हो, कसैको सानो बुवा हो, कसैको ठुलो बुवा हो। एउटा पारिवारिक रूपमा असल ठुलो बुवाले भनेको कुरा अरूले नो भन्दैन। तपाईँ कसैको काकी हो, कसैको माइजू हो, कसैको बुहारी हो, कसैको छोरी हो। एउटा असल व्यक्तिले भनेको कुरा अरूले काट्दैनन्। व्यापार व्यवहार राम्रो छ भने त्यहीँबाट सुरु हुन्छ। त्यसैले व्यापार राम्रो बढाउनु छ भने व्यवहार राम्रो गर्नुहोस्। बस आफन्तले साथ दिन्छन् र तपाईँको एनडिआरले गर्ने सपना पनि पुरा हुन्छ। र यो इन्सुरेन्स कम्पनीको एउटा साँच्चै टपमोस्ट र सक्सेसफुल एजेन्ट बन्ने तपाईँको सपना पुरा हुन्छ। त्यही भएर आजबाट आफूलाई विश्वास गरेर आफ्नो कामप्रति समर्पित भएर जीवनमा अगाडि बढ्नुहोस्। अरूले के भन्छन् भनेर होइन, अरूले के भन्छन् भनेर दुनियाँको कुरा सुन्यो भने व्यक्ति असफल हुन्छ। बस आफूलाई राम्रो लाग्छ, एक्लै भए पनि आफ्नो काममा लागिरहनुहोस्। अरूको कुरा सुन्ने व्यक्ति जीवनमा असफल हुन्छ। त्यही भएर लेखिएको छ, डोन्ट लिसन हुँदैन भने त दुनियाँको कुरा सुनेका भए थोमस अल्वा एडिसनले बल्बको आविष्कार गर्न सक्दैन थिए।
दुनियाँको कुरा सुनेको भए राइट ब्रदर्सले एरोनोटिक्सको दुनियाँमा त्यसको एरोनोटिकल इन्जिनियरिङको विकास गर्न सक्दैन थिए। दुनियाँको कुरा सुनेको भएको बेला कुलमान घिसिङले देशलाई लोडसेडिङ मुक्त बनाउन सक्दैन थिए। त्यही उनले त्यतिखेर गरेको योगदानलाई कदर गर्दै फेरि पनि अहिलेको मन्त्रीमण्डलमा समावेश हुनुभएको छ। मैले एउटा उदाहरणको रूपमा मात्रै कुलमान घिसिङको कामलाई लिएको हो, कुनै व्यक्तिगत रूपमा पनि लेना र देना महत्त्व छैन। फेरि पनि उहाँको सफल कार्यकालको शुभकामना दिन चाहन्छु। एउटा विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा त देश र जनताले अन्धकारबाट उज्यालो पायो भने आज त उहाँ झन् एउटा मन्त्री नै बन्नुभएको छ त्यो सेक्टरको भने सायद सम्पूर्ण नेपालीहरूको पर क्यापिटल इन्कमले राइज हुने गरी उहाँले काम गर्न सक्नुहोस् भन्ने शुभेच्छा राख्न चाहन्छु र उहाँको सम्मानको लागि सबैले एक